सम्पूर्ण नमस्कार। पहिला त हामीले तपाईँको पाम्सको खोल्नलाई चाहिँ यो तपाईँको वेबसाइटमा न्यू पाम्स fcgo.gov.mp छ। यसमा गएर खोल्नु पर्यो। यो गएपछि चाहिँ हामीले यहाँबाट यसरी खोल्छ अनि यसमा प्रयोगकर्तामा चाहिँ हामीले प्यान नम्बर राख्नु पर्यो हाम्रो दिएको अनि पासवर्ड चाहिँ तपाईँहरूको मोबाइलमा आएको हुन्छ। यो त हाम्रो महानगरको मुख्य स्टोर जिन्सीबाट पनि आएको होला मेसेज। त्यो एउटै हो। त्यसलाई गर्दा चाहिँ यो आरटी सिलेक्ट गर्ने अनि लगइन गर्ने अनि लगइन गरिसकेपछि हामीले यहाँ चाहिँ प्रोफाइल हेर्ने है। प्रोफाइलमा चाहिँ यो स्टोर किपर छ भने चाहिँ यो तपाईँको हाम्रो 3200वटै ठाउँ प्रवर्तन केन्द्रहरूमा चाहिँ 32वटै स्टोर किपर छ। स्टोर किपर भन्ने प्रोफाइल चाहिँ हामीले क्रिएट गरेका छौँ, जसकोमा चाहिँ यो स्टोर किपर भनेर आएको छ। अनि उहाँहरूले चाहिँ तपाईँको चाहिँ थप काम चाहिँ अगाडि गर्नुपर्ने हुन्छ, जसको लागि चाहिँ त्यसमा चाहिँ हामीले प्रणाली व्यवस्थामा जाने अनि त्यसमा चाहिँ सम्पत्ति सम्बन्धी विरुद्धमा जाने अनि त्यसमा कार्यालयमा सम्पत्तिको म्यापिङ गर्ने है। अब यसमा चाहिँ हामीसँग चाहिँ सुरुमा चाहिँ यहाँ म्याप गर्नुपर्ने हुन्छ औषधिहरू र हाम्रो भएको क्लिनिकमा भएको सामानहरूको। अनि यो सामानहरू चाहिँ हामीसँग भएको सामानहरू के थियो कसो भन्ने कुराहरू चाहिँ त्यसको लागि चाहिँ हामीले यो तपाईँको उसमा जाने, यो पहिलाको चाहिँ एलएमएस खोलेर अनि त्यसको चाहिँ रिपोर्ट पुलमा जाने। रिपोर्ट पुलमा गएर चाहिँ तपाईँको दिन वाइज प्रोडक्ट एभाइलेबिलिटी भन्ने छ। अनि यसमा चाहिँ यो हामीले प्रिभ्यू गऱ्यो भने तपाईँहरूले यो डाउनलोड गरेर प्रिन्ट गरेर नि हेर्न सक्नुहुन्छ। डाउनलोड गर्नुभयो भने यसरी डाउनलोड भन्यो भने त्यसरी सेभ पनि हुन्छ, यसैलाई प्रिन्ट पनि गर्न मिल्यो। यसलाई प्रिन्ट गरेर तपाईँले आफ्नै अगाडि राखेर हेर्न सक्नुहुन्छ। यो भनेको हामीसँग भएको स्टकको सामान हो। अनि यो यो हाम्रो यसमा भएको सामानहरू चाहिँ हामीले यसमा म्याप गर्नुपर्ने हुन्छ है। अब यसमा म्याप गर्नलाई सुरुमा चाहिँ हामीलाई पिक्स कन्डमबाट जाऊँ न। कन्डमबाट जाँदाखेरि तपाईँको यहाँ हामीले सुरुमा कन्डम भनेर सर्च गर्नु पर्यो। यहाँ देखाउँछ कन्डम भनेर देखाउँछ। कन्डम भने चाहिँ तपाईँको कन्डम भनेको हाम्रोमा चाहिँ ह्यास भएकोवाला छ, त्यही भएर ह्यास भएको। यसलाई यस्तो क्लिक गर्ने अनि सेभ अल गर्ने अनि यो आइटम चाहिँ हाम्रो सिस्टममा चाहिँ म्याप भयो। सिस्टममा म्याप भएको भन्दा चाहिँ हामीले तपाईँको यता सर्च गर्दाखेरि चाहिँ देखाउँछ कन्डममा। अब अर्को भनेको तपाईँको पिल साइकल भन्छ। पिल साइकल हुन्छ। पिल साइकलले चाहिँ तपाईँको अब यसरी सर्च गर्ने। सर्च गरेपछि यो पिल साइकल भन्ने चाहिँ देखाएन। अब यो देखाएन भने यसमा यो आइटम रहन्छ भने चाहिँ हामीले यसमा चाहिँ सर्च गर्ने, यसमा चाहिँ एड गर्ने। प्रायः जस्तो हाम्रो चाहिँ खर्च भएर जाने पहिला चाहिँ औषधि ल्याएर गरौँ, टिका नभएको किसिमको हुन्छ। अनि यसमा उपसमूहमा चाहिँ औषधि जन्य छ, उपशीर्षकमा चाहिँ मेडिकल तथा औषधि जन्य सामान, सम्पत्तिको नाम इङ्ग्लिसमा चाहिँ तपाईँको यसरी नाम थाहा भएन भने तपाईँको हाम्रो रिपोर्ट टुलबाट नि हेर्न सकिन्छ। पिल्स सिवाइसी एली साइकल भनेर भनेको छ। अनि तपाईँको वर्गमा चाहिँ औषधिजन्य सामग्री पर्छ। यसको नेपाली नाम चाहिँ अहिले हामीलाई टाइप गर्न आएन भयो भने चाहिँ तपाईँको यसरी यो यहाँ गुगलमा गएर इङ्ग्लिस टु नेपाली भनेर लेख्ने अनि यसमा इङ्ग्लिसको नाम यसरी हालिदिने। यसमा चाहिँ कुनै चाहिँ देखाउँदैन होइन। अब त्यो नदेखाएर चाहिँ तपाईँको हामीले चाहिँ अब लेख्नै पर्ने हुन्छ है। त्यसमा चाहिँ त्यो चक्की भनेर चक्की चाहिँ हामीले राख्नु मिलेन। अब पिल्स साइकल भनेर लेख्नु पऱ्यो, पिल्स चक्की भनेर लेख्नु पऱ्यो। पिल्स चक्की भनेर अब एकाइमा चाहिँ तपाईँको साइकल भनेर भन्नुभयो। खै यो चाहिँ घाँस नलाग्ने सामान हो। प्रोडक्टमा चाहिँ हाम्रो फ्यामिली प्लानिङ प्रोग्रामभित्र पऱ्यो। यो पनि फ्यामिली प्लानिङ प्रोग्रामभित्र भयो। यो चाहिँ फ्यामिली प्लानिङ हो। यसलाई यदि यसमा हाम्रो सिस्टममा म्याप भएको रहेछ भने हामीले यसरी गर्दाखेरि यसमा गऱ्यो भने तपाईँको ठ्याक्कै आइटम सेभ भयो। अब यो आइटम चाहिँ सेभ भयो। अब अरू आइटमहरू हाम्रो के छ यसमा हेरेर त्यही अनुसार गर्ने। हाम्रो चाहिँ क्लिनिकमा भएको सामानहरू गर्ने। पहिला चाहिँ हामीले पहिलो नम्बरमा चाहिँ सर्च नै गर्ने हो। जस्तै अब सिटिक नाम चाहिँ ठ्याक्कै एकदम मिल्दो नै राख्नुपर्छ है। 200 mg भनेर सर्च गर्ने। यदि यो सर्च गर्दाखेरि देखाएन भने चाहिँ हामीले चाहिँ न्यू रिक्वेस्टमा गएर गर्ने हो। अब यो देखायो भने चाहिँ यो म्याप भयो।
त्यो म्याप भयो भने पछि हाम्रो सिस्टममा चाहिँ देखाउँछ तपाईँले खरिदारी दाखिला माग गर्दाखेरि अब घटाउँदाखेरि यो कुराहरू देखाउँछ। सुरुमा चाहिँ 1 नम्बरमा गर्नुपर्ने चाहिँ हामीले यो प्रणाली व्यवस्थापनबाट चाहिँ कार्यालयमा सम्पत्तिको म्यापिङ नै हो। अनि त्यो गरिसकेपछि चाहिँ फर्दर काम चाहिँ के गर्नुपर्छ हामी पछि भन्छ। त्यसको ओरिएन्टेसन पनि हुन्छ। त्यसमा केही कन्फ्युज भयो भने तपाईँहरूले एनिडेक्सबाट चाहिँ गर्न सक्नुहुन्छ है। हस्, धन्यवाद।